यो हेलो गाइस वेलकम बैक टू माय न्यू चैनल। आज चाहिँ नि म चापागाईको पिकनिक जान लागेको छु। त्यो चाहिँ नि हो साखु वज्रयोगिनी मन्दिर गइरहेको छु। अनि त्यो मन्दिरमा पूजा गर्ने पहिला अनि पिकनिक गर्ने। अनि आउनुस् म तपाईहरुलाई पिकनिकमा म के गर्छु देखाउँछु। हामी पपी अंकलको घरमा वज्रयोगिनी मन्दिर जाँदैछौँ। सम्पूर्ण भक्तजनको श्री राधे। बल्ल तल हामीहरु वज्रयोगिनी मन्दिर आइपुगे। आउनुस् हामी मन्दिर हेर्न जाऊ। यो 372 सालमा भत्किएको मन्दिर फेरि बनाएको यिनीहरु सबै। पहिला यो धारोमा पानी आउँथ्यो, थाहा छैन अहिले के भयो। भूकम्पमा भत्किएको घर फेरि बनाएको कस्तो राम्रो देखिरहेछ। यो घरमा चाहिँ तल पनि मन्दिर छ, माथि पनि मन्दिर छ। यो ठुलो गजर मन्दिर चाहिँ नि मेन मन्दिर हो। यही हो मन्दिर, यही हो मन्दिर फोटो खिच्नलाई। कति धेरै मान्छेहरू यो मन्दिरमा पूजा गर्न आएको। कोही पूजा गर्दै हुनुहुन्छ, कोही पूजाको सामान मिलाइरहेको हुनुहुन्छ, कोही टिका लगाउन गएको हुनुहुन्छ। यो मन्दिरमा चाहिँ चोरले आएर भगवानको मूर्ति चोर्न लागे। आफै भगवानको शक्तिले घन्टी बजे अनि गाउँको मान्छेहरू आएन। अन्त त्यो चोरलाई पुलिसले त पठाइदिएन। कस्तो शक्ति खालको भगवान हुनु भइसिँदो रहेछ। यो यत्रो ठुल्ठुलो ढुङ्गा कसरी ल्याएन होला। यो देखेर त मलाई अचम्म लागिरहेछ। पहिला ऋषिहरू यहाँ यो गुफामा बस्थेन। अहिले चाहिँ नि यहाँ बच्चा र मान्छेहरू खेल्छन्, रमाउँछन्।
छैछ पढेको त धेरै भयो म वर्ष त मेरो वर्ष त 80 भयो वर्ष त 80 भयो यो पढेको त 12 चोटि पनि बढी भइसक्यो यहाँ ल्याएको धेरै भयो नक्साबाट ल्याएको यहाँको यो पढेको मात्रै हजुर भयो होइन म भिसो निभएदेखि पढेर बसेको भिसो भएको 58 वर्ष भयो 12 चोटि पनि बढी भइसक्यो यो पढेको मैले 705 मेरो नाउँ त जाटोमा इन्द्रलाल मैले अहिले साँखुको माइला भिसो म माइला भएर माइला भिसो भन्टे माइला भन्टे भने अष्ट संस्कृत परिका पामिता अष्ट संस्कृतका परिका पामिता हामीहरू मन्दिर पनि ढोगिसक्यौँ अनि हामीहरूले मन्दिर पनि ढोगिसक्यौँ अब हामीहरू पिकनिक स्पट जान्छौँ हेलो गाइस विष्णु कृष्ण सबै आज चाहिँ वज्रयोगिनी मन्दिरमा आएको ढोग्नको लागि दर्शन गर्नको लागि अन्त धर्मको पालबाट छिर्न चाहिँ कस्तो रमाइलो भयो अब हामीहरू चाहिँ नि पिकनिक स्पटतिर जान्छौँ सबैका परिवारको पिकनिक यो मन्दिरमा जहिले वर्षमा एकचोटि हुन्छ पहिला यहाँ आउन धेरै गाह्रो हुन्थ्यो गाडी पनि हुँदैन थियो र अहिले गाडी भएकोले आउनु सजिलो हुन्छ आजको मन्दिर एकदमै राम्रो छ आहा आऊ हामीहरू पिकनिक स्पटतिर जाउँ आज मोबाइल खोइ सोधेन दिदी सोधेन बाकेटा चाहिँ खोइ आएको बाबा बट्टा खोइ त र कसो बाबा भन न सेप बाबा सोधेन दिदी मेरो हो यस्तो गर्दा यस्तो टप गरेर Hello, I'm Mr. Ranjit. We are in picnic right now. चनाएर आलु पकाउँदैछौँ उतापट्टि पुरी पाक्दैछ उतापट्टि जिरी पाक्दैछ प्योर भेज खाँदैछौँ हामी यसलाई चाहिँ यति हो हामीहरू चाहिँ यहाँ डोरी समातेर खेल्दैछौँ हामीहरू चाहिँ नि माथि जान लागेछौँ त्यसमा त कस्तो मजा आइरहेछ तर कोही लडी पनि रहेछ कोही जान पनि सकिरहेछ यो चाहिँ हाम्रो डिनर टाइम हो कोही चाहिँ नि खाना खाँदैछन् कोही चाहिँ नि खाना खानलाई लाइनमा बसिरहेछन् अब हामी खाना खाएपछि घर जान्छौँ
ब्याक टु होम। मैले पिकनिकमा के गरे देख्नुभयो होला नि। लाइक सब्सक्राइब शेयर गरिदिनुहोस्। बाबा सी यू सुन।